आजको यस भिडियोमा चाहिँ हामी कोरियन सरकारले चाहिँ इपिएस मार्फत कोरिया आउने कामदारहरूको लागि चाहिँ लिएर आउन लागेको नयाँ नियमको विषयमा चाहिँ कुरा गर्न गइरहेका छौँ होइन साथीहरू। कोरियन सरकारले चाहिँ E9 भिजा मार्फत कोरिया आउने जति पनि विदेशी कामदारहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ एउटा नयाँ नियम लिएर आउन लागिरहेको छ होइन साथीहरू। पहिला पहिला चाहिँ हामी 2टा कार्यकाल गरेर चाहिँ 9 वर्ष 8 महिना चाहिँ हामी कोरिया बस्न पाउँथ्यौँ भने अब चाहिँ 2टा कार्यकाल होइन कि एउटै कार्यकाल बिना आफ्नो देश चाहिँ नफर्किकन चाहिँ कन्टिन्युअसली नै चाहिँ हामी 9 वर्ष 8 महिना चाहिँ कोरिया बस्न सक्ने नियम चाहिँ लिएर आउन लागिरहेको छ होइन। कोरिया बस्ने अनुमति दिने नियम चाहिँ कोरियन सरकारले चाहिँ लिएर आउन लागिरहेको छ होइन साथीहरू। यसो भयो भने चाहिँ हामी 4 वर्ष 10 महिना चाहिँ बसेपछि अनिवार्य रूपमा चाहिँ 1 महिना चाहिँ नेपाल फर्किनु पर्थ्यो, आफ्नो देश फर्किनु पर्थ्यो भने अब चाहिँ यो नियम आयो भने चाहिँ हामी कन्टिन्युअसली नै चाहिँ हामी 9 वर्ष 8 महिना चाहिँ कोरिया बस्न सक्छौँ, काम गर्न सक्छौँ होइन साथीहरू। यो भयो भने चाहिँ हामी बिचमा अब नेपाल फर्केर फेरि कोरिया आउन चाहने साथीहरूको लागि चाहिँ एकदम झन्झट हुन्थ्यो र कति साथीहरू त आउन पाउनु पनि हुँदैन थियो होइन। किनभने त्यहाँनिर गएर फेरि पनि इक्जाम दिनुपर्ने हुन्थ्यो र इक्जाम दिइसकेपछि अर्को कार्यकालको लागि फेरि रोस्टरमा बसेर चाहिँ इस्यु प्रक्रियाहरू हामी सबै कुर्नु पर्ने हुन्थ्यो। अब यो नियम लागू भयो भने चाहिँ हामी कन्टिन्युअसली नै एकचोटि छिरिसकेपछि चाहिँ हामी 9 वर्ष 8 महिना चाहिँ कोरियामा बसेर काम गर्न सक्छौँ र सिप र दक्षता हामी हासिल गर्न सक्यो भने चाहिँ अझ लङ टर्म पनि बस्न सक्ने चाहिँ नियमहरू लिएर आउन लागिरहेको छ होइन साथीहरू। र यो कम्पनी चेन्ज गर्ने विषयमा पनि केही सहज सरल बनाउने चाहिँ नियमहरू चाहिँ लिएर आउन लागिरहेको छ होइन। होप यो नियमहरू चाहिँ छिटै नै आओस्। कोरियन सरकारले लिएर आउन लागेको यो नयाँ नियमको विषयमा चाहिँ हजुरको विचार चाहिँ के छ, आफ्नो विचार कमेन्ट बक्समा लेख्न भनेपछि नबिर्सिनु होला होइन साथीहरू। र हजुरहरूले चाहिँ अझै पनि हाम्रो भिडियोलाई लाइक गर्नुभएको छैन, कमेन्ट गर्नुभएको छैन चाहिँ प्लिज गरिदिनु होला। र जाने बेलामा चाहिँ अझै पनि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गरिदिनु होला होइन। फेरि पनि हजुरहरूको लागि नयाँ भिडियो नयाँ कोसेलीका साथ उपस्थित हुने नै छु। त्यतिसम्मको लागि चाहिँ हस्त बाई, thumbs up।